दाजु सुन्नु न यो घोडा हैन नि त बायुपंखी घोडा हुन् के अनि दाजु के हुने सर रारा चाहिँ त्यो भयो दाजु है स्वर्गको टुक्रै हो नि है हजुर सेन्से त सेन्से धेरै आउनुहुन्छ मान्छेहरु घुम्न धेरै आउँछन् सर चैत वैशाखतिर अनि सुन्नु न दाजु राम्रो टाक्क बस्नु एकछिन कुरा 2 मिनेट कुरा गरौँ पटाइ मार्नु न दाजु कति कुद्नुहुन्छ कि पटाइ मार्नु एकछिन कति कुद्नुहुन्छ कि बस यति स्टाइल त्यही हो पाइल साइल्स ल बस ओके खानेकुरा खाँदा दाजुभाइ मिलिकन पछिले यहीँ भयो भने पछि आउने बेला खाउँला कि त्यही गरौँ न सर अनि दाजु सुन्नु न कहानी कहाँ एक घोडा चढिकन आयो माल छ यो मालै हो त्यो त तुम्बा कहाँ मैले तुम्बा दाजु सुन्नु न अनि चाहिनु पर्यो के अरे हजुर कति कति भयो दाजु गर्नु लाग्यो 4-5 वर्ष भयो कतिमा किन्नुभएको हजुरले घोडा आयो 70,000 होइन यिनले फेरि उता यता हेर्नुहोस् है यिनले फेरि 60,000 मा स्प्लेन्डर बाइक किने सेकेन्ड ह्यान्ड अनि खुसी छन् अझै वहाँ बाइकै चल्छ वहाँ घोडा काम के छ न एउटा कुरा के हामी दाजुको लाइफस्टाइल कस्तो छ भन्नु कि हैन उहाँ चाहिँ बिचार उरा टेढा तलका जिन्दगीबाट यहाँ चाहिँ उफो म त हिमाल पहाड हेर्छु भनेर आएको मान्छे नि बिचार उहाँले चाहिँ यो बाध्यता छ उहाँले चाहिँ रहर छ कि हैन र तपाईले बिचारा घोडा पछि हामी तल बाइक तेल हाले जस्तो हैन लगेर ट्याकट्याक गएर चाहिँ नि त्यो गरे जस्तो काठमाडौँतिर पठाउ चला जस्तो हैन तर यहाँ चाहिँ तपाईले चाहिँ खुसी 70,000 किन्नु भएको हैन माल यिनीहरु माल बाइपंखी घोडा अनि त्यसपछि लाएर अनि तपाई 5 वर्ष भए अनि मार्ने त गर्दैन हैन क्वेशन यस्तो आउने त फेरि हामी उता बजारतिर त हान्ने मार्ने मात्र कुरा हुन् कि रमाइलो बाबे छोरा पनि के मतलब त आहा मालबार खो कि मालबार ए माल अनि सुन्नु दाजु अनि दाजु सुन्नु न ओए संसारले देख्छ हजुरलाई अनि दाजु सुन्नु अर्को कुरा अनि हुँ पछाडि चाहिँ नि अनि 5 दिनमा कति जति कमाउनुहुन्छ यसो च्याकटुक भयो भने ए 2025 नभए भने 2 रुपैयाँ पनि हुँदैनन् त्यही त हो सर 2025 भनेपछि जे होस् तपाईको जीविको पार्छन् त धेरै मान्छे भए फेरि तपाईँ फुल टाइम जब त यही होला सायद जहाँसम्म लाग्छ अब आउला आउँदैछ सिजन आउँदै सिजन कहिले हो अझै खास वैशाखतिर हो चैत वैशाख अब यही नै हो सिजन भनेपछि अब मान्छेहरू आउँछ टक्क है त्यति बेला तपाईँले कति बनाउनुहुन्छ 5,000 6,000 7,000 5,000 7,000 काउन्ट कमाउनु हो त्यति कमाउने भए त सर के यिनीलाई खुवाउँदा यिनीलाई दाना खुवाउने ठिक कहिले पुग्दैन आजभोलि त ए चिज यस्तो रहेछ लास्टमा भिडियो नबनाए होला फेरि अनि सुन्नु न भनेपछि त्यस्तो छ फुल टाइम एकै राख्नु आजभोलि फ्यामिलीलाई जस हेर्न मिल्छ आफ्नो फ्यामिलीलाई के खर्च सर्छ टुवा पर्नु भयो कसरी थाहा पर्नु सोच्नु भयो कि कसरी थाहा पाए बर्बाद भएको सोच्नु भयो कि म त आफ्नो परिवारलाई कि भनेपछि घर चाहिँ कहाँ तपाईँको यता यहीँ हो तल पार्किङ हुँदा तल गाउँ सर त्यही हो हजुर अब शुभ नाम पनि सोध्यान लास्ट टाइम मेरो नाम यस्तो हात ठोकम गोरख बिका गोरख हजुर बिका हैन हात ठोकम यस्तै यस्तो गर्नु यस्तो बड्डा हो ढ्याच्च दौ एउटा कुस्ती खेल्ने आउ कि तपाईको नाम चाहिँ यस्तो टक तपाईको नाम चाहिँ पदम तिरुवा हजुर पदम तिरुवा पदम तिरुवा आहा हजुरको दोस्ती पनि छ अनि एउटा लास्ट क्वेशन सोधेन म तपाईलाई हैन जस अब 70,000 किन्नु भएको छ दिनमा 2500 कमाउनु छ घुम्नु भएको छ जस ठीक छ हैन दिनमा कहिले काहीँ हो रे ओ मेरो बाबु कहिले काहीँ ल तर जे भयो नि जस अब ठिकै छ नि हैन ए ठिकै त भनम सर कहाँ जाने के गर्ने तर सुन्नु एकदम ठीक भनम मान्छे हैन खाना सन्तुष्ट हुनु पर्यो बाहिर गएर तपाईको महिनामा एटलिस्ट 30,000 हुन्छ नि अझ धेरै होला हैन हुन्छ नि 30,000 दिनको 1000 रुपैयाँ नि भइगयो त्यहाँ 30,000 भयो नि मान्छे मलेसिया फेरि अब यस्तो सिजनमा कहिले खाइ सर 2 महिना आज भोलि 17 वैशाखको 2 महिना भोलि असोज र कार्तिक त्यति मात्रै हो त्यो ठीक हो के जहाँ पनि यस्तो त नि हैन र त मैले के उदाहरण दिन खोजेँ भने मान्छे मलेसिया कता जान्छ यी पनि बड्डै मलेसिया बसेर आऊ अनि घर बिचली पारेर बाहिर गएर 30,000 के चिज हुनु पर्यो यही ठीक छैन कुरा ठीक हैन मैले भनेको रोजगार पाए त कहीं पाए त ठीक त ठीक यो रोजगार यही त हो के कहिले काहीँ हुने चिज हुँदैन कहिले काहीँ रारा भनेको खतरा ठाउँ यो मान्छे टुरिज्म प्लेस त्यही हुइ त न सर सबै अब मान्छे बुझ्ने आइदिनु पर्यो कोही त घोडा चढ भन्दाखेरि कोही त रुपियाँ लुट्ने आइक भन्नु है हुँदैन सर कोही त्यस्तो त हुनु हामी भन्दा के आम्दानी हजुरको सेवाको पनि हामीलाई पनि आम्दानी केही थोरै भइदिएले सोच्छौँ ल त्यही हो दाजु कुरा मिठा भयो है बाइल पंखी घोडा पनि आयो बाबे ल सेन्से कस्तो कस्तो ठीक छ नि मलाई त खुसी लाग्यो एकदमै राम्रो लाग्यो राम्रो लाग्यो थकाइ चाहिँ मजाले मेट्यो एकदम थकाइ मेट्ने यहाँ हामी
अहिले खास हामी आउनु त त्यहाँ तलबाट घोडामा आएको होइन उहाँ दुईजना हुन्छ हाम्रो यो दुईटा घोडा यहाँ छन् होइन अनि यो घोडाको नाम राख्नु भएको नि यसो के नाम के हो घोडाको नाम हिमाल असै यसो न हिमाल त्यसको नाम के हो घोडाहरूको आयु कति वर्ष हुन्छ छायानाथ हिमाल घोडाको आयु कति हुन्छ आयो हुन्छ त्यही अब मान्छेको जति मान्छेको ग्यारेन्टी हुँदैन सर घोडाको आयु त अब बस एन्ड द्याट्स रारा तला यो दामी भावनाका छालहरू सबै यहाँ तरङ्गित हुने भयो आज थाहा भइसक्यो सेन्सी त्यहाँ हुन्छ सेन्सी थके मिट्टी के छ अझै मिटिरहा ल कुरा